सिडी कतिवटा छ भन्ने कुरा गर्ने कार्यक्रम भइरहेछ। हेलो अनि नमस्ते सबैजनाले, इट्स मी विक्रम ब्लग्स है। अब सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम ठिक छु। नेक्स्ट ब्लग है। अहिले चाहिँ हाल प्युठानमा आजको ब्लग चाहिँ छोटो मिठो ओखरकोटसम्म जाने काम छ। त्यहाँको दामी भ्यूहरू देखाउँछु। एकछिन थोरै काम छ। साथीहरूमा जाँदैछौँ। खानेपानीबाट साथीले रिसिभ गर्छु अनि म जान्छु। त्यही नै हो आजको ब्लग। कस्तो हुन्छ त्यही नै हो, अरू के नै छ र। आज बाटोमा हेरौँ अनि गएर भिडियो हेरौँ, भ्यू स्यू हेरौँ दामी। त्यही नै हो। बाँकी बाइकमा भेटौँ है त। प्युठानको भ्यू हेर्नु परेको बिजुवारको। घरबाट निस्किसक्यो। अब चाहिँ टोटल हुँदा तपाईँको यो बिजुवार बजार भन्नुपर्छ। आजको राइड चाहिँ हुँदैछ ओखरकोटसम्म होइन। दामी ठाउँ छ, त्यहाँ जानुपर्ने हुन्छ। साथीको एकछिन काम छ भने उसको रिलेटिभहरूको उसको डेथ भएको छ अरे, अनि उसलाई लगेर पनि जाँदैछु। र जान्न त नि भनिसक्यो साथीले, अनि जान्न त नि के छ र पनि साथीसँग एकछिन घुम्ने नि हुन्छ। घरमा खासै कामदाम छैन, त्यही नै हो। अब कहाँ पो छ साथीले एकचोटि कल घुमाउँछु म चाहिँ। फर्स्ट अफ अल हेलो, कहाँ छौ तिमी? ल झरमा नि यहाँ गाजुरी आइसकेको छु। ल साथी नि माथि घरदेखि झर्दैछन् होइन। अब जानुपर्ने हुन्छ सर्ट लाएर हामी चाहिँ ओखरकोट। उड्दैन र नयाँ ओखरकोटको बाटो पुण्य खोला भन्नुपर्ने हुन्छ। ट्राफिक मामाहरू अगाडि चेकिङमा जाँदै हुनुहुन्छ, फेरि लगाइहाल्नुहुन्छ फेरि मामाहरूले। गाह्रो छ। के चाहियो? फाइनल्ली गए, साथीलाई नै रिसिभ गरिसक्यो होइन। अनि पेट्रोल नि हालिसक्यो। अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ ओखरकोटतिर। अनि यस्तै छ जिन्दगानी। फुल्ली अफरोड छ बाटो होइन गाइज, दामी छ तर ठाउँ चाहिँ, तर बाटो चाहिँ खत्तम छ। मलाई चाहिँ झुर लाग्ने बाटो है। टिकुरी भन्ने ठाउँमा आइसक्यो हामीलाई। प्युठानको ठाउँहरू एक्सप्लोर गर्ने हो। अब चाहिँ मस्त बसेर घुमेँ, बेलामा घुमेर। अरू नि केही छैन, आफ्नो काम नि छ, काम नै गर्नु पर्यो। बेलामा घुम्नु पर्यो। ठक्क ठाउँहरू एक्सप्लोर गरेर हिँड्ने हो। अरू के नै छ र जिन्दगीमा। अरू त दुःख गर्नै पर्यो, कहिले काहीँ रमाउनु नि पर्यो होइन। त्यही नै छ। त्यो चाहिँ बागडुल्ला। अब हामी चाहिँ ए नानी किन जोसिने यस्तरी? डनहरू बाइक आएको देख्दैन नि यिनीहरू। अब चाहिँ हामी यता राइड लाग्यो भने चाहिँ खलङ्गा जान्छौँ भने सदरमुकाम। यतातिर खलङ्गा जान्छौँ सदरमुकाम भनेपछि हामी जानुपर्ने लेफ्ट हो।
झिमरुक गाउँपालिका पर्छ त्यो चाहिँ अलिअलि चिच्चाउनु पर्छ भ्लग हाल्नु पर्ला के अब चाहिँ फुल्ली बाटो यस्तै हो अफरोड पुरै जाम बिस्तारै बिस्तारै त्यही नै हो भन्नुपर्छ अब हात हतार गर्ने काम छैन ज्वरो निकाल्नु पर्छ छैन तिम्रो हात सन्चो भयो हात सन्चो भयो हात सन्चो भयो फाइनली हामी चाहिँ यो मरणठाना भन्छ यो मरणठानाको बजार मरणठाना आइसक्यो यो उचालिँदै पछारिँदै जाने हो बाटो यस्तै नै छ अब के गर्ने त साला नेताहरूले आफ्नो पेट मात्र भर्न ठिक्क हुन्छ जहिले धुलो नेपाली पाउडर गए जस्तै अब धुलै धुलो हुने हो नेपाली पाउडर लगाउँदै जानुपर्छ होइन फाइनली खाजा साजा खाएर नि हामी निस्किसक्यो होइन यो चाहिँ मछीको बजार भन्नुपर्ने हुन्छ राम्रो छैन त नेपाल सुन्दर नेपाल प्युठान जमानामा हामी यहाँ आउँथ्यौँ कि हस्पिटलको लागि यहाँ स्वास्थ्य चौकी छ क्या पारि त्यो ढाँडाको माथि नारीकोट हुँदाखेरि ओखरकोट पनि यही हो यो चाहिँ ढाँडाको बजार भन्नुपर्छ होइन तिम्रो अब यता गयो भने ठुलासतिर राइटतिर गयो भने लेफ्टतिर गयो भने ठुलास जान्छ होइन यो बाटो यो त्यो बाटो ठुलास जाने बाटो हामी जाने यता अब ओखरकोट ल आलखोला भन्छ आलखोला माथि आलखोला उ त हामी एक्जाम दिँदै आएको नि यता क्या लास्टै आलु पाउँछ क्या आलुकै सब्जी आलुकै खाजा आलुकै नास्ता सबै यता गयो भने आलखोलातिर जान्छ होइन आलखोला अनि ऊ त्यो स्कुल जस्तो देखियो नि पारि पहिलो हो त्यही दिए मैले एसएलसी यो चाहिँ ओखरकोट जाने बाटो नेपालको बाटो सुन्दर भए त अब राम्रो हुन्थ्यो होला पाहाडै पाहाड छ त्यही ओखरकोटको गाउँ पारीको देखिराखन् टल्किराखन् तिन हो तिनै फाइनली ओखरकोट आइसक्यो होइन अब साथी चाहिँ उता जान्छन् फाइनली ओखरकोट आइसक्यो होइन अब बाटोमा क्यामेराको चार्ज नै भइयो ठुलाएर अब यहीँ छ बाइकलाई यहीँ राखिसकेको छु अनि क्यामेराको चार्ज भयो अनि त्यही भएर बाटोमा ठ्याक्कै क्यामेरा अफ भयो ओखरकोट आइसकेको छ देख्न सक्नुहुन्छ दामी भ्यू छ होइन अब म निस्किनु पर्छ माथि ठ्याक्कै माथि डाँडामा निस्किने म चाहिँ अब यो सिडी छ यहाँबाट यहाँ गेट छ निस्किने कस्तो छ माथिबाट भ्यू देखिन्छ त्यो दामी पारामा देखाउँछु सबैले हेरेर सपोर्ट गर्नुपर्ने हुन्छ कहीँ सिनेमेटिक भिडियोहरू आउँछ माथि गएर दामी पारामा सबले हेरेर सपोर्ट गर्नु होला त्यही नै भन्छु
दोस्त आइसक्यो होइन बल्ल बल्ल कस्तो भयो त फिल दोस्त भन त फर्स्ट चोटि हो कि होइन दोस्तको कस्तो छ ठाउँ एकदम राम्रो छ हैन आज माथि आज फाइनल हेर्नै बाँकी छ होइन यो सिडी चढ्नलाई चाहिँ अलिकति डाइट साइड खाएर अलि बोल्ने भयो सिडी कतिवटा छ भन्ने कुरा गर्ने कार्यक्रम भइरहेछ अब चट्टला दोषले गर्दैछन् फाइनली यो सिडीहरू नि गनेर सकिसक्यौँ हामीले यो सिडी जम्मा कति रहेछ भने टोटल 604वटा सिडी हामीले सबै बनिसक्यो होइन त्यही नै हो आजको भ्लग यति नै हुन्छ सबैले हेरेर सपोर्ट गर्नु